अपरिचित भेट। सहरको भिड, गाडीहरूको हर्न, मान्छेहरूको दौडधुप र आफआफ्नो संसारमा हराएका अनुहारहरू। उनी भिडभाडको बीचमा ऊ हिँडिरहेको थियो, थाकेको शरीर तर खाली दिमाग। उसको नाम थियो राहुल। जीवन सामान्य थियो, तर मनभित्र केही अधुरोपन सधैँ महसुस गर्थ्यो। एक दिन अफिसबाट फर्किँदै गर्दा अचानक पानी पर्यो। सबैजना भागभाग गर्दै छाता खोलिरहेका थिए। राहुल पनि नजिकैको एउटा सानो पसलमा शरण लिन गयो। त्यही पहिलो पटक उसले उसलाई देख्यो। एउटा केटी चुपचाप उभिएकी, हातमा किताब समातेर। उसको अनुहारमा हल्का मुस्कान थियो, तर आँखामा गहिरो सोच। पानीले वातावरण शान्त बनाएको थियो, र त्यो शान्तिमा दुई अनजानको नजर एकछिन भेटियो। त्यो नजर नबोल्यो, न परिचय दियो, तर केही क्षणका लागि समय रोकिए जस्तो लाग्यो। राहुलले आफ्नो नजर हटायो, तर मन भने त्यहीँ अड्कियो। उनीहरू अनजान्बी थिए, तर त्यो क्षणले एउटा नयाँ कथाको सुरुवात गरिसकेको थियो। पानी अझै परिरहेको थियो। पसलको छानोमा परेको थोपा थोपा आवाजले वातावरणलाई झन् शान्त बनाइरहेको थियो। राहुल त्यही उभिएको थियो, तर उसको ध्यान बाहिरको पानीमा होइन, त्यही केटीतिर गइरहेको थियो। ऊ किताब पल्टाउँदै थिए, जस्तो कि वरिपरिको संसारसँग उसको कुनै मतलब नै छैन। केही क्षणपछि केही अचानक आफ्नो टाउको उठाई र राहुलतिर हेरिन्। यसपटक नजर जुर्यो, छोटो तर अर्थपूर्ण। राहुल पनि झस्कियो, तर उसले हल्का मुस्कान दियो। केटीले पनि सामान्य मुस्कान फर्काइन्। त्यही बेला पसलको भित्रबाट चिया बनिरहेको आवाज आयो। पसलको मान्छेले करायो, चिया तयार भयो है। राहुलले हिम्मत गरेर नजिक गएर सोध्यो, एक कप चिया लिनुहुन्छ? केटीले किताब बन्द गर्दै हल्का हाँस्दै भनिन्, हुन्छ। तर अनजान्बी एउटै बेन्चमा बसे। बीचमा मौनता थियो, तर त्यो मौनता असहज थिएन। चिया आयो। पहिलो सिपसँगै राहुलले सोध्यो, तपाईँ यहाँ अक्सर आउनुहुन्छ? केटीले किताबतिर हेर्दै भनिन्, कहिलेकाहीँ मन शान्त गर्न। त्यो उत्तर साधारण थिएन, तर राहुललाई लाग्यो उसले केही गहिरो कुरा लुकाइरहेकी छिन्। पानी अझै परिरहेको थियो, तर त्यो सानो चिया पसलभित्र एउटा नयाँ सम्बन्धको सुरुवात बिस्तारै बुनिँदै थियो। दुई अनजान्बी, एक कप चिया र केही अनकही भावनाहरू। चिया सकिँदै थियो, बाहिरको पानी पनि बिस्तारै कम हुँदै गइरहेको थियो। राहुल र ती केटी बीचको मौनता अब पहिले जस्तो अनजान्बी थिएन, केही सहजता आएको थियो। उसलाई शब्दले होइन, समयले बनाएको थियो। केटीले किताब झोलामा राख्दै उठिन्। जाने बेला उसले राहुलतिर हेर्दै हल्का मुस्कान दिए। आजको चिया राम्रो थियो, धन्यवाद। राहुलले पनि मुस्कुराउँदै भन्यो, मलाई पनि अनायासै राम्रै साथ मिल्यो। दुई आआफ्नो बाटो लागे। न नाम सोधियो, न फोन नम्बर लियो, न कुनै बाचा गरियो। तर त्यो छोटो भेटले दुवैको मनमा केही छोडेर गयो। एउटा सानो सम्झना जसको कुनै नाम थिएन, तर अर्थ थियो। राहुल घर फर्कदा झ्यालबाट बाहिर हेर्दै सोचिरहेको थियो, कहिलेकाहीँ जिन्दगीमा केही मान्छेहरू भेटिन्छन् जसले केही समयका लागि मात्रै भए पनि मनलाई हल्का बनाइदिन्छन्। त्यसपछि ऊ हल्का मुस्कुरायो, किनकि उसले बुझिसकेको थियो सबै भेटहरू सधैँ रहनका लागि हुँदैन, केही भेटहरू केवल महसुस गर्नका लागि हुन्छन्।